हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज म तपाईहरुमाझ एउटा अत्यन्त खुसीको खबर सुनाउन आएको छु। खास गरेर चाहिँ जुन कतार सरकारले 13 जना नेपालीलाई चाहिँ आम माफी दिएको छ। कतारको जेलमा बन्दगी जीवन बिताइरहेका 13 जना नेपालीलाई कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिनमा चाहिँ कतार सरकारले आम माफी दिएको छ। अत्यन्तै खुसीको कुरा हो, किनभने 13 जना नेपालीले फेरि नयाँ जीवन पाएका छन्। उहाँहरूको भविष्यको कामना पनि गर्दछौँ। हामी नेपालीले चाहिँ विदेशमा चाहिँ विशेष गरेर कर्मको सिलसिलामा बाहिर जाँदाखेरि त्यो देशको नियम कानुन मजाले हामीले बुझ्न जरुरी छ, किनभने त्यहाँका सानातिना कुराहरूलाई हामीले लापरवाही गर्दा अथवा व्यवस्था गर्दाखेरि भोलि चाहिँ हामीले यहाँ कानुनी झमेलाहरूमा पर्न सकिन्छ। त्यो भएर बी केयरफुल। सबैजना आफू चाहिँ एकदम सतर्कता रहनु होला। सबैजना जतिजना पनि हामी विदेशमा बसेर काम गर्छौँ, विदेशमा बसोबास गर्छौँ, सबैजनाले त्यो देशको नियम कानुनलाई चाहिँ हेलचेक्राइ नगर्नु होला, किनभने सानो कुराले गर्दाखेरि आफ्नो जिन्दगी चाहिँ बर्बाद हुनसक्छ। हामी यहाँ विदेशिनु भनेको घर परिवारको लागि, आफ्नो बालबच्चाको साना बालबच्चाको फ्युचरको लागि आएको हुन्छौँ। त्यो भएर प्लिज सबैजनाले चाहिँ यस्ता कुराहरूमा एकदम ध्यान दिनु होला भन्न चाहन्छु म। र विशेष गरेर कतार सरकारलाई धेरै धेरै धन्यवाद र उहाँहरू 13 जनाको लागि एकदम अल द बेस्ट। आगामी फ्युचरको लागि उज्जवल भविष्यको कामना पनि गर्दछौँ। र सबैजना जतिजना बाहिर हुनुहुन्छ सबैजना एकदम सतर्कता रहनुहोस्, काम गर्नुहोस्। त्यो बाहेक अरू भनेको एकदम ध्यानपूर्वक गर्नु होला है त। हस् त, धन्यवाद। र भिडियोलाई चाहिँ जति सक्नुहुन्छ सेयर गरिदिनुहोस्। यदि तपाईँको फेसबुक वालसम्म यो भिडियो आइपुगेको छ भने भिडियोलाई सेयर गरिदिनुहोस्।